हेलो नमस्ते गाइज गुड मर्निङ। म अहिले यो धनकुटाको राजा रानी भन्ने ठाउँमा आएको छु। अत्यन्तै राम्रो ठाउँमा आएको छु। यो पोखरी यो रानीताल भन्दो रहेछ है। यो यसरी पार्कमा आएको छु। साह्रै राम्रो पार्क बनाएको रहेछ। यो पहिला म आउँदाखेरि चाहिँ यस्तो पार्क थिएन र यो अहिले हालसालै बनाएको होला। राम्रो बनेको छ पार्कहरू। तपाईँहरू घुम्न आउन सक्नुहुन्छ। यहाँ पर्यटकहरू बेसमारी आउँदो रहेछन् है, टन्नै आउँदो रहेछन्। विशेष गरेर चाहिँ टिनेजको चाहिँ युवा युवतीहरू मजाले घुम्न आउँदो रहेछ। साह्रै राम्रो ठाउँ बनेको रहेछ है गाइज। यो अत्यन्तै पर्यटक लोभ्याउने खालको चाहिँ यो के अरे पर्यटकीय स्थल बनेको रहेछ। यो हेर्न सक्नुहुन्छ, साह्रै राम्रो। अब यो ठाउँमा चाहिँ आउँदाखेरि मलाई एउटा गानाको याद आयो। यो कुन गाना भन्नुहुन्छ भनेदेखि, सागरको नीलो गहिराईमा एउटा फुल फुल्दछ, बगेर हर लहरमा किनार चुम्न खोज्छ, बगेर हर लहरमा किनार चुम्न खोज्छ। माया हो माया, माया हो माया, माया हो माया, माया हो माया भन्दै यहाँ मायालु जोडीहरू आउने ठाउँ अत्यन्तै राम्रो ठाउँ बनेको रहेछ है। तपाईँहरू पनि आउनु होला घुम्नुको लागि। साह्रै राम्रो ठाउँ बनेको छ। यति राम्रो राम्रो डुङ्गाहरू बनाइरहेको छ, नाउहरू बनाइरहेको छ, यस्तो राम्रो पार्कहरू बनाएको छ खानुको लागि, चिया पानी खानेहरू बस्नुको लागि। यस्तो राम्रो ठाउँ बनेको रहेछ। तपाईँहरू पनि आउनु होला। म त आइसकेँ घुम्नुको लागि र अब पालो चाहिँ तपाईँहरूको है भन्दै तपाईँहरूसँग म बिदा माग्न चाहन्छु। ओके, बाई बाई।